हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ दाई दिदी भाउजू अनि म भएर खेतमा धानमा भएको झार गोड्न आएको। झार गोड्दा गोड्दै पानी परेर छाता चाहिँ जम्मा 3टा लगेका थियौँ। भाउजू र दिदी मैले ओढेँ अनि दाई चाहिँ रुच्दै रुच्दै गर्नुभएको छ। झार यति बाक्लो थियो कि हात पनि छिराउन नमिल्ने गरेर झार निस्केको थियो। असन्त खेतमा पोहोरबाट अलि पातलो थियो। असन्त यति बाक्लो झार, पानी फेरि छड्के परिरहेको थियो के। अनि घप्टी परेर गोड्दाखेरि टाउको पनि भिजाउने, चाक पनि भिजाउने। अनि मैले चाहिँ उभिएर भिडियो बनाएर बसेँ। दाई दिदी भाउजूले चाहिँ गर्नुभएको छ। खेतमा छेउछेउमा घाँस काट्न नि यत्तिकै छ। झार हेर्नु न साथीहरू कति छ, बाक्लो बाक्लो। यता गोडेको चाहिँ यतिको भएको छ। तपाईहरुकोमा चाहिँ झार कतिको छ भन्नु है। भिडियो हेरेर कस्तो लाग्यो त्यो पनि बताइदिनु होला। धन्यवाद।